वेलकम बैक टु माई न्यू डे न्यू ब्लग होइन। आई होप तपाईँहरू सबजना एकदम सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु होइन। यस्तै हो, के गर्नु अब, बेरोजगारी भएपछि होइन गाह्रो छ। अब बेरोजगार भएपछि घरमै बस्छु होइन। अब बाहिर हिँड्यो भने पनि गाउँ समाजले यसले के खाँदो रहेछ भन्ने कुरा गरिहाल्छन् होइन। ट्यापेको नाम आइहाल्छ, त्यही भएर होइन घरमै बस्छु, अल्छी लाग्छ। अब आज चाहिँ कहीँ घुम्न जाम भनेको, पोखरीतिर माछा मार्न जाम भनेको होइन। के कस्तो हुन्छ म त तपाईँहरूलाई देखाइहाल्ने नै छु होइन। यही हो, घरको काम गर्यो, गाईको गोबर सोर्यो, बस्यो होइन। के गर्नु, कामै छैन, यस्तै छ होइन। अब घरको कामहरू गऱ्यो भने देखाइहाल्छु, नभए माछा मार्न जाँदाखेरि तपाईँहरूलाई म देखाउने नै छु है त। कहीँ 2 घन्टा भयो होइन आएर बसेको पोखरीमा। माछाले खान्छ, डुबाउँछ, छोडिदिइहाल्छ भनेको यार, यस्तो पनि हुन्छ। उहाँ दाइ हुनुहुन्छ, उहाँ भाइ छ होइन। माछाले खाँदै छोडिदिइरहेछ यार, के गर्नु। ओभर घाम लागिरहेछ होइन। के गर्नु यार गाइस, 2 घन्टादेखि आएर बसेको होइन। अहिलेसम्म माछाको नामो निशानै छैन यार। यस्तो पनि हुन्छ। आज त लास्ट ब्याड लक भयो। अस्ति क्या समातेको थियौँ है, आज त हेर्नु न एउटा परेको छैन हौ हामीलाई त। यस्तो घाममा, तातो घाममा होइन, कालो भइसक्यो। के गर्नु यार, ब्याड लक छ नि होइन। अब यस्तै हो, तातो घाममा कालो भइहाल्यो। अब राति मलाई खोज्न जाँदाखेरि चाहिँ टर्च बाल्नुपर्छ है, टर्च बाल्नुपर्छ। अब के गर्नु, दिउँसो माछा बगाड्न आएको माछै भेटिएन होइन। अब राति मलाई खोज्न टर्चै त बाल्नु पर्ला। हेर्नु न, त्यहाँ माछै भेटिरहेको छैन हौ। के हो, चुबुल्की हानिदिउँ कि भन्दैछु म त। अब माछा नपरेको बेला के गर्नु त होइन। के हो यार गाइस, आज त ब्याड लकै छ कि क्या हो। त्यत्रो गर्दाखेरि पनि भर्खर 3टा माछा मात्र आयो। यार के भन्नु, आज त ब्याड लकै रहेछ यार, गाह्रो छ। बिहानदेखि आएर बसेको, हेर्नु न त्यहाँ माछाले खान्छ होइन, छोडिदिइहाल्छ क्या। के गर्नु, अब बच्चा होला, त्यही भएर हो होइन। 3टा त समातियो सानो सानो भए पनि। अब यस्तै हो होइन। आज त अब भएन, ब्याड लकै रहेछ।